के छ साथीहरु सबैजना आरामै हुनुहुन्छ होला हैन कति यो उसको मात्रै भिडियो हाल्नु क्या अवेयरनेसको भिडियो मात्रै हाल्ने कसैले हेर्नै छोड्यो भने राम्रो कुरा गरेको त कसैलाई मनै पर्दो रहेनछ त्यही भएर आज म घुम्न जाँदैछु यहाँ हामी बाइकमा सर घुम्न जाँदैछौँ हैन हैन अब कहिलेकाहीँ राइडमा गएको भिडियो पनि हाल्नुपर्छ तपाईँलाई म चाहिँ स्पेसल ठाउँमा लाँदैछु हामी सबैजना मान्छे पुग्नै पर्छ क्या त्यो ठाउँमा नपुगेर हुँदैन सुखै छैन अब त्यो ठाउँ जानलाई म त्यहाँ गइसकेपछि देखाउने छु अहिले चाहिँ म यो कुन ठाउँमा छु ल सबले कमेन्ट गर्नुहोस् म त्यहाँ बाहिरको भ्यूजहरू देखाउँछु है ओके गाइज यो कुन ठाउँ हो तपाईँहरूले भन्न सक्नुहुन्छ बताउन सक्नुहुन्छ यो ल है हेर्नु पछाडिबाट गाडीहरू पनि एकदम स्पिड आइराखेको छ ओ माई गॉड के छ तपाईँको भनाइ माइकमा बोल्नु पर्यो क्या माइकमा उता बोलेर भएन ओभरटेक गरेको छ नि यो बाइकहरू एकदम साउन्ड गराउने स्पिड गराउने बाइकहरूलाई चाहिँ कारबाही र तपाईँहरू पनि यो पछाडिको भ्यूज हेरेर तपाईँहरू भ्यूहरू हेरेर भन्नुहोस् कुन ठाउँ हो होइन हाम्रो साथी जाने कता अब ए यसको बाइकको खाना सकिएछ फेरि आज ट्याक्कै खाना सकिएछ हामी चाहिँ बाइकमा खाना हाल्न जाँदैछौँ होइन ओके ल खाना भर्नु पर्दछ क्या बाइक चल्नलाई पनि एउटा खानेकुरो चाहिन्छ त्यही भर्न जाँदैछौँ हामी बाइकलाई खानेकुरो भर्न जाँदैछौँ हामी आइसक्यो पेट्रोल पम्पमा छ भिड रहेछ है यहाँ एकदम भिड रहेछ के छ सबैजना आरामै हुनुहुन्छ होला कहाँदेखि यो भिडियोहरू हेर्दै हुनुहुन्छ यो अवेरनेस साइबर सम्बन्धी भिडियो हाल्दा पनि म दिक्क भइसकेँ हेर्नु न खालि ठगेको ठगे म आज यति ठगे भन्नुहुन्छ भोलि यति ठगे भन्नुहुन्छ त्यो भिडियोहरू हेर्नै गर्नुहोस् के अनि बल्ल ठिक हुन्छ त्यसपछि त म ठगिन छोड्नुहुन्छ आजकल लेटेस्ट ट्रेन्डमा चलेका घटनाहरूलाई मैले समेटेर बनाएको भिडियो हुन्छ होइन मान्छेहरू आजभोलि कति यो अनलाइन क्यासिनो छ नि यो अनलाइन क्यासिनोको त कुरै नगरौँ कि यति ठगिराखेको छ हो क्या नि दाजु दिनमा 10-12वटा आउँछ यस्ता दिनमा 10-12वटा आइराखेको छ ठगेको ठगे होइन यो गाह्रो छ मान्छे सकिन्छ यो अनलाइन क्यासिनो खेल्यो भने त मान्छे सकिन्छ अब हेर्नुहोस् हामी चाहिँ अब तपाईँलाई देखाउँदैछौँ म सिनहरू ब्युटिफुल कहाँ जाँदैछौँ हामी त बताउनुहोस् यो कहाँको सिन हो यहाँ खुल्ला ठाउँ रहेछ है गाइज हजुर ल म साँझको सूर्यको दर्शन पनि गराइदिन्छु कता हुनुहुन्छ सूर्य भगवान् ल गाइज तपाईँलाई म साँझको यो सूर्यको डुब्ने बेलाको घामको दर्शन गराउँदैछु ल हेर्नुहोस् सबले सूर्य भगवान्लाई हेर्नुहोस् ओ माई गॉड क्या दामी सूर्य दिनभरि उज्यालो दिनुभयो राति पख टुप्लुक्क डुब्दै हुनुहुन्छ उहाँ चाहिँ घुम्न जाँदै हुनुहुन्छ अब भोलि बिहान आउनुहुन्छ सूर्य भगवान् पृथ्वीलाई सधैँ रक्षा गर्नुहोस् हामीलाई सधैँ उज्यालो दिनुहोस् अरू के छ यहाँ सब ठिकठाक छ होइन यो मैले कहाँ लाँदैछु तपाईँलाई म देखाउने छु त्यहाँको भ्यू कस्तो भ्यूजहरू देखाउँछु मैले भ्यूहरू देखाउँछु होइन पछाडिबाट गाडी आइराखेको छ गाडी अरू भन्नुहोस् के छ कसो छ हालखबर तपाईँहरूको सुनाउनुहोस् कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियोहरू ल फाइनली गाइज हामीहरू हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ सबैजनाको सुरुवात ओ माई गड बाइक एक्सिडेन्ट ल हामीहरू आफ्नो गन्तव्यमा आइसकेका छौँ ल हेर्न सक्नुहुन्छ यहाँको भ्यूजहरू दामी भ्यूहरू देखिएको छ यो पानीहरू पनि रहेछ मजाले फहराहरू आएको छ र यो कहाँको भ्यू हो ल बताइदिनुहोस् ओहो हामी त हस्पिटल पो आएछौँ त ल यो कहाँ हो जाने ल हामी चाहिँ यहाँ एकजना साथीलाई भेट्न आएको होइन त्यो साथी कता छ त्यो साथीलाई फेरि देखाउन मिल्दैन फेरि भेट्न चाहिँ मिल्छ हामीले देखाउन चाहिँ मिल्दैन होइन यहाँको सिनहरू पनि दामी रहेको छ सकभर कोइसलाई पनि आउनु नपरोस् यहाँ होइन सिनहरू दामी रहेको छ यहाँको तर यस्तो ठाउँमा धेरै आउनु नपरोस् कसैलाई पनि आउनु नपरोस् तर के गर्ने इमर्जेन्सी कसैलाई आउनै पर्ने हुन्छ होइन मान्छेको प्राय मान्छेहरूको जन्म पनि यहीँबाट सुरुवात हुन्छ भने मान्छेको मृत्यु पनि यहीँबाट हुन्छ